नमस्कार सेवारो मेरो पहिलो मिनी भ्लगमा यहाँहरु सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु। म चाहिँ अहिले गाउँ आएको छु। मेरो गाउँ चाहिँ पूर्वी पहाडी जिल्ला पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिका 4 साविक चिलिङदिनमा पर्दछ। आजको हाम्रो काम भनेको चाहिँ आलु खन्ने काम रहेको थियो। उहाँ चाहिँ हुनुहुन्छ मेरो बुवा, उमेरले 73 वर्षको हुनुभयो। बुवाले रोप्नु भएको आलु, बुवाको मेहनतलाई चाहिँ मैले पनि खनेर सघाउने अवसर पाए। हाम्रो गाउँमा चाहिँ वर्षमा 2 चोटी आलु फल्छ। यो चाहिँ हिउँदे आलु भयो जुन चाहिँ खन्ने बेला भइरहेको छ भने बर्खे आलु चाहिँ जेठ असारतिर खन्ने बेला हुन्छ। र आलु ठिकठिकै फलेको थियो भनौं न, त्यस्तो खासै धेरै पनि फलेको थिएन, थोरै पनि फलेको थिएन, ठिकै फलेको थियो। बुवाको मेहनत अनुसार चाहिँ धेरै नै फलेको भन्नुपर्छ। त्यसैगरी अर्को के जानकारी गराउन चाहे भने चिलिङदिन गाविसलाई चाहिँ अकबरी खुर्सानीको पकेट क्षेत्र भनेर पनि घोषणा गरिएको छ। यति बेला चाहिँ कृषकहरू चाहिँ धमाधम तयारी गर्दै हुनुहुन्छ अकबरी खुर्सानी रोप्नको लागि चाहिँ। र